ल नमस्कार। यतिखेर हामी आइपुगेका छौँ ड्राइभर दाइको भाइ र तेरा पसलमा। 4 दशक पार गरिसकेका जितु मगर जीवनका धेरै मोड पार गरेर आज आफ्नै श्रम र इमानदारीको दममा नयाँ यात्रा तय गरिरहनु भएको छ। 1 दशक भारतका विभिन्न होटलमा पसिना बगाएर कठिनाइका बीच परिवारको भविष्यका लागि निरन्तर लागिरहेपछि अन्ततः उहाँ नेपाल फर्किनु भयो र केही आफ्नै गर्छु भन्ने दृढ सपना लिएर। नेपाल आएपछि उहाँले ठूलो व्यवसाय होइन, सानो ठेलामै रमाइलो र इमानदार काम सुरु गर्नुभयो। तर त्यो ठेला केवल व्यवसाय होइन, मालवाहक ट्रक चालक र अन्य मेहनती मजदुरहरूका लागि घरको स्वाद सहितको खाजा पसल हो। मिठो, सस्तो र मनै छुने मुस्कान सहित खाजा बेचिरहनुहुन्छ जितु मगर। यही कारण उहाँको ठेलामा सधैँ भिड देखिन्छ। सबै गुरुहरूका माया, विश्वास र सम्मानको भिड। बिहान 4 बजे नै उठेर खाजा पकाउने काम सुरु हुन्छ र रातको 10 बजेपछि मात्र ठेला बन्द हुन्छ। यति कठिन परिश्रमका बावजुद पनि कहिल्यै थकानको गुनासो सुन्न पाइँदैन। बरु सधैँको झैँ उज्यालो मुस्कानले ग्राहकलाई स्वागत गरे जस्तै प्रेरणा दिनुहुन्छ। नेपालमै बसेर केही गर्न सकिन्छ यदि हिम्मत र परिश्रम दुवै साथमा छन् भन्ने एउटा उदाहरण हुन् जितु मगर। हरेक बिहान मुस्कान सहितको आशाको दिन सुरु गर्ने प्रेरणादायी पात्र हुन् जितु मगर। फ्राई मोमो, ललिपप, कुट्टा। यो सर चाहिँ खाना पर्यो भने कति पैसा पर्छ दाइ भाइ? यसलाई पर्छ तपाईको 150 रुपैयाँमा एक डिस। एक डिस हजुर। यो चाहिँ प्याकेज यस्तै हो त, यो मिक्स गरेर दिने? मिक्स गरेर आउँछ। मतलब मोमो मात्रै खान्छु भने नि पाइयो, यो मिक्स गरेर खान्छु भने नि उहाँहरूको चोइसमा मजाले पाइयो। मजाले 14-15 पिस हुन्छ मोमो, ललिपप हुन्छ, खुट्टा हुन्छ, अचार आउँछ, सुप आउँछ, त्यसमा सबै थोक आउँछ। त्यो सबै ठाउँमा मोमो चाहिँ 10 पिस दिने चलन छ नि, तपाईँले चाहिँ 12-14 पिस दिनु कारण चाहिँ के हो? त्यो यस्तो हो, मैले 12-13 पिस दिने। अब यहाँ भनेको मोमोमा त्यति घाटा हुँदैन, फाइदै हुन्छ। अनि यहाँ चाहिँ कस्तो भने सबै काम गर्ने होइन, अलि मजदुर मान्छेहरू आउने भएर उनीहरू पेट भर्नको लागि आउने, 2-4 पिस बढी दिने केही फरक पर्दैन। मोमोमा त्यसै पनि फाइदा आउँछ होइन। त्यही भएर म चाहिँ 10-12 पिसै दिन्छु कि, म 12-13 पिसहरू दिन्छु कि, अन्त 10 पिस दिएँ नि म चाहिँ बढी नै दिन्छु कि। त्यही भएर तपाईँको यहाँ सबभन्दा धेरै खाना आउने चाहिँ को हो, कस्तो खालको ग्राहकहरू आउँछन्? मेरो यहाँ सबभन्दा धेरै आउने भनेको ट्रक चालकहरू हो, अनि त्यसपछि ट्र्याक्टर चालक, मजदुरहरू नै बढी आउँछ मेरो। यस्तै ट्रक चालक भयो, अब यो सानो गाडी चलाउने बोलेरो, योद्धा, अनि यस्तै गाडीहरू, अटोवाला, मजदुर मान्छे, काम गर्ने मान्छे नै आउँछ मेरोमा। यस्तो हाइफाई मान्छेहरू त्यति आउँदैन। यस खुसी हुनुहुन्छ? कति भयो यो ठाउँमा बस्नु? म 6-7 वर्ष भयो यो ठाउँमा बसेको। छेउको गार्डन पनि सरसफाइ गरेर बस्छु, यता वरिपरि सरसफाइ रेखदेख गर्छु। अनि हामीलाई चाहिँ यहाँ सामुदायिक वनले पनि यसो गरी खान दिएछ, अनि जनप्रतिनिधिहरूले पनि गरी खान दिएछ। यो गार्डनको सरसफाइ गर्छु महिनाको 2 चोटि, अनि आफ्नो जान छोड्छु पारेर गुजारा गरिरहेको छु। हजुर, मैले त त्यही हो। आफ्नो पहिला भारत कहाँ बस्नु भयो र कति समय बस्नु? भारतमा 14 वर्ष बसेँ। म इन्डियन चाइनिज तन्दुरी कुक हो। अनि भारतमा बसेपछि नेपालमा आएपछि ठुलो व्यवसाय गर्न सकेन, अनि हामीले यस्तै सानोतिनो ठेला गरेर आफ्नो जान छोडछोडी पालिरहेछ। परिवार खुसी छन्? खुसी छ अहिलेसम्म। यो धेरै गुनासो चाहिँ पछिल्लो समय के सुनिन्छ भने स्थानीय सरकार आएपछि जनप्रतिनिधिहरूले गरी खान दिएन, समस्यामा पार्यो सानो व्यवसाय र भन्छ। त्यसमा चाहिँ तपाईँले विपरीत कुरा सुनाउनु भयो, मतलब खुसी हुनुहुन्छ? हजुर, म हाम्रो जनप्रतिनिधिसँग खुसी छु, एकदम खुसी छु। अनि खुसी छु, हामीलाई त गरी खान दिइरहेछ, हामीलाई केही प्रब्लम छैन। हामीलाई सामुदायिक वनले पनि दिएछ, हाम्रो वडाले पनि दिइरहेछ, हाम्रो महानगरपालिकाले दिइरहेछ, सबैले दिइरहेछ। अहिलेसम्म हामीलाई त्यस्तो केही छैन। गरिब दुखीलाई गरेर खाना दिएको राम्रो कुरो हो होइन। अब यो कहाँ छ भन्नुहुन्छ भने आँपटारी कटिसके पछाडि यो रामनगर भन्ने ठाउँमा सुरुमै एउटा बरको रुख छ। बरको फेदैमा ड्राइभर दाइको खाजा घर, भाइरल झोल मोमो ठेला चाहिँ रहेको छ।